अफिस सकेर घर आउँदै थिएँ यहाँ बाटोमा चाहिँ टक्क यस्तो भिडभाड देखियो के भएर छ भनेर बुझिरहेर जाँदाखेरि चाहिँ मान्छे चाहिँ तल हामफालेको भन्ने कुरा आयो होइन सुसाइड जुन जस्तै भइसक्यो के हामफालेको रहेछ मान्छे भेटाइसक्यो कहाँ यहीँबाट हामफाले सरी के झरे रहेछ मान्छे हजुर झरे खै झरे त होला नि बिचरा किन झरेको छ कहाँबाट झरे होला यस्तो डेन्जर छ हेर्नुहोस् है यहाँबाट हामफालेर डर पनि नलागेको है मेरो त जिउ सिरिङ जाँटिले रहेछ मान्छे बाटोमा जाने क्रममा होइन मान्छे हामफाले भन्ने कुरा है अब कहाँ भेटिन्छ आफूको निकै भिडभाड छ यस्तो चाहिँ नगर्नु होला बरु दुःख गरेर खानु होला 2 दिनको जिन्दगी हो सुसाइड गर्नु चाहिँ राम्रो लाग्दैन अब सुसाइड के कारण गर्छ मान्छे अब तपाईँले कमेन्ट गर्नु होला खोइ सुसाइड गर्यो भन्छ न ए जाउँ हेलो कहाँ यहीँ हामफाले के टिकटक बनाउँदा कहाँबाट केटाकेटी नै टिकटक बनाउँदा झरे अरे कस्तो बिचरा हो कहाँ झर होला टिकटक बनाउनु ब्यान्ड गर्नु पर्ने हो क्या अब होइन त्यही त टिकटक बनाउन निषेधित क्षेत्र भनेर घोषणा गर्ने बेला हो बिचरा टिकटक बनाउँदा झरेको कहाँ गएर बनाएर होला त्यहाँ ढुङ्गातिर गयो होला होइन त्यहाँबाट ए एउटा झरो अर्को बचाउनु जाँदा पहिला केटी गयो होला बिचरा फिल्म जस्तै सोच्यो होला कहाँ हुन्छ रियल लाइफमा होइन बिचरा ल आत्माले शान्ति पाओस् उनीहरूको मरणै त्यस्तै लेखाएको थियो होला अब के एउटा जानु छ एउटा न्यू हो कि ल अहिले जानकारी यति नै दिएँ मैले तपाईँहरूलाई होइन टिकटक बनाउने क्रममा चाहिँ झऱ्यो भन्ने कुरा आयो न्युजमा चाहिँ न्युज भन्दा नि यहाँ सुनेको कुरा है साथीहरू ल अब बाँकी अपडेट तपाईँहरूसँग छ भने गर्दै जानु होला टिकटकै बनाएर कस्तो रहेछ यहाँ फेरि झरेपछि गाडी हाल्दो रहेछ है तान्दो रहेछ क्या त्यो त धेरै अगाडि हो नि कार एक्सिडेन्ट भएको